Hello and namaste. Please welcome. आज म निकै प्रसिद्ध अनि लोकप्रिय ठाउँ श्री हारतीमा अजिमाकोमा छु हैन। यसको यहाँ आर्टी लेक्चर आर्टहरू एकदम राम्रो छ। नेपालको विशेषता यही हो हैन। तर हाम्रो नेपाली जस्तो यस्तो कसैले पढाउन सक्दैन हैन। डेभलप छ हैन, तर डेभलप हुन्छ अब चाहिँ नि झनै अब घन्टीमा पोडिदिउँ भन्ने टाइपको हैन। त्यो पनि हैन है, तर यहाँ म एउटा यस्तो सानो भिडियो जस्तो लिएर आफ्नो तर्क राख्न खोजिरहेको छु हैन। एकदम यो भाइरल हो यो मन्दिर हैन, श्री हारतीमा हैन। बच्चाहरूलाई धेरै माया गर्नुहुन्छ यो मन्दिरले हैन। अजिमा हैन, एकदम भाइरल हो यो चाहिँ नि स्वयम्भू हो हैन। तर यहाँ चाहिँ कति मान्छेहरू बच्चाको लागि धेरै विश गर्न आउँछ। इभेन पागलहरू छ भने इभेन केही गर्न सकिरहेको छैन, इभेन बच्चाहरूलाई हिँड्न डुल्न हैन बोलीहरू फुटिरहेको छैन भने नि यहाँ पागल गरेर पुरा भएको देखाएको छ किंवदन्ती अनुसार। अनि यहाँ चाहिँ नि यो भगवानलाई चाहिँ नि कुखुराको मासु चाहिँ नि चल्दैन है, कुखुराको मासु चाहिँ चल्दैन मैले बुझेको हैन, सुनेको अनुसार भनिदिएको छु हैन। इभन मैले केही मिस्टेक गरेछ भने आई एम रियली सरी हैन। त्यसैले हेर्न सक्नुहुन्छ श्री आरतीमाको तपाईहरुले दर्शन गर्न सक्नुहुन्छ। यहाँ देख्न सक्नुहुन्छ यहाँ एकदम आर्टी लेक्चर आर्टिफिसियल म्यान मेड बाई हैन, एकदम क्रिएटिभताले बनाएको स्टुपा पनि छ। यहाँ चाहिँ श्री हारतीमा सबैको रक्षा गर्नु हैन देख्न सक्नुहुन्छ। हारती माको दर्शन गर्न सक्नुहुन्छ, रक्षा गर्नु सबै बच्चाहरू र हामी सबैलाई। धन्यवाद।